नमस्कार साथीहरू, तपाईलाई स्वागत छ सहयात्रा युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौँ बहुप्रसिद्ध नेपाली चलचित्र नरसिंहको बारेमा। यो फिल्म जेठ 9 गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। नरसिंह एक एक्सन र थ्रिलर शैलीको फिल्म हो। यसको ट्रेलर सार्वजनिक भइसकेको छ र धेरै दर्शकहरूले निकै उत्साहका साथ प्रतिक्रिया जनाइरहेका छन्। फिल्मको मुख्य आकर्षण मध्ये एक हुन् महानायक राजेश हमाल। धेरै वर्षपछि एकदमै शक्तिशाली र गम्भीर भूमिका। नमस्कार साथीहरू, तपाईलाई स्वागत छ सहयात्रा युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौँ बहुप्रसिद्ध नेपाली चलचित्र नरसिंहको बारेमा। यो फिल्म जेठ 9 गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। नरसिंह एक एक्सन र थ्रिलर शैलीको फिल्म हो। यसको ट्रेलर सार्वजनिक भइसकेको छ र धेरै दर्शकहरूले निकै उत्साहका साथ प्रतिक्रिया जनाइरहेका छन्। फिल्मको मुख्य आकर्षण मध्ये एक हुन् महानायक राजेश हमाल। धेरै वर्षपछि एकदमै शक्तिशाली र गम्भीर भूमिका। नमस्कार साथीहरू, तपाईलाई स्वागत छ सहयात्रा युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौँ बहुप्रसिद्ध नेपाली चलचित्र नरसिंहको बारेमा। यो फिल्म जेठ 9 गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। नरसिंह एक एक्सन र थ्रिलर शैलीको फिल्म हो। यसको ट्रेलर सार्वजनिक भइसकेको छ र धेरै दर्शकहरूले निकै उत्साहका साथ प्रतिक्रिया जनाइरहेका छन्। फिल्मको मुख्य आकर्षण मध्ये एक हुन् महानायक राजेश हमाल। धेरै वर्षपछि एकदमै शक्तिशाली र गम्भीर भूमिका। नमस्कार साथीहरू, तपाईलाई स्वागत छ सहयात्रा युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौँ बहुप्रसिद्ध नेपाली चलचित्र नरसिंहको बारेमा। यो फिल्म जेठ 9 गतेदेखि देशभरका सिनेमा